तपाईहरुले यो डाटालाई अब यो टेक्स्टमा छ यसलाई टेबुलेट फर्ममा लानु पर्यो भने त्यसको लागि एउटा सर्टकट की छ किबोर्डबाट alt प्लस n t र i प्रेस गर्नुभयो भने यो टेबुलेट फर्ममा परिणत हुन्छ। यसरी तपाईहरुको डाटा चाहिँ यसरी टेबुलेट फर्ममा चाहिँ कन्भर्ट भएर आउँछ। यो यहाँनिर एउटा कोलम चाहिँ मिस्टेक भएको छ किनभने मैले एक ट्याब बढी दिएको थिएँ यसमा, त्यही भएर यो एक पर गएको छ। जस्तो कन्ट्रोल जेड गरेर यहाँनिरको यो ट्याबलाई चाहिँ हटायो भने यो चाहिँ ठीक हुन्छ। अहिले चाहिँ यसरी मिलेर आयो। एउटा कोलममा अर्को राख्नलाई एक एक ट्याब चाहिँ प्रेस गर्नुपर्छ।